हेलो एभ्रिवान, गुड इभिनिङ, नमस्ते छ सबैजनालाई है र सबै ठिकै हुनुहुन्छ होला र म पनि एकदमै ठिकै छु र फेरि पनि तपाईँलाई मेरो भिडियोमा वेलकम छ है साथीहरू। र आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि आज चाहिँ हामी यहाँ चाहिँ हाम्रो सोमबारे हाट लाग्छ नि त, अन्त आज चाहिँ हामी त्यहीँ जाँदैछौँ होइन। अन्त खास आज स्ट्राइक भन्दै थियो होइन, तर खुलाइ रहेछ हाट चाहिँ है, ऊपर छ ऊपरनिर है, म तपाईँलाई देखाउँछु है। अनि म र दिदी जाँदैछु है, म तपाईँलाई एकछिनमा देखाउँछु अनि हेर्दै गर्नु होला भिडियो चाहिँ कन्टिन्यू है गाइस। र लाइक गरिदिनु होला र सेयर कमेन्ट्स गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला च्यानललाई है। सो हेर्दै गर्नु साथीहरू। म चाहिँ तपाईँहरूलाई यहाँको भ्यू देखाइदिन्छु है, कस्तो मजाको छ यहाँ चाहिँ होइन। र मलाई चाहिँ एकदमै बेसी मनपर्छ यो जग्गा चाहिँ है, र म तपाईँलाई देखाउँछु है। गाइड यता हेलो गरिदिनु न। तर मलाई यो जग्गा मनपर्छ हेर्नु होला सर। गाइसले चाहिँ के भन्दै थियो, यहाँनिर चाहिँ अहिले यस्तो सुक्खा छ कि गाइस, अनि भोलि पर्सि बर्खामा चाहिँ यसरी स्विमिङ गरेर हिँड्नुपर्छ हो। के गर्नु अब, मन त पर्छ नि यस्तै जग्गामा बस्नु। त्यही त यहाँ चाहिँ है रेनी सिजनमा चाहिँ एकदमै साह्रो पर्छ। बडीगार्डहरू पनि देखाइदेऊ न। बडीगार्ड फेरि उमा दिदीको यहाँ नु राम्रो राम्रो छ। खै अर्को चाहिँ यहाँ चाहिँ अब हामी चाहिँ हिँड्दै जानुपर्छ गाइस। यो टी गार्डन झोला हेर्नुहोस् न हाम्रो। हामी चाहिँ झन्डै फर्किसकेको थियौँ है, हजुर किनकि स्ट्राइक हो भन्दै थियो। सुनेर झन्डै ब्याक भएको नभए हामीलाई रिग्रेट हुन्थ्यो गाइस। म तपाईँलाई देखाउँछु है, मजाको रमाइलो हुन्छ क्या त्यहाँनिर, त्यस्तो ठुलो पनि होइन तर सानो चिटिक्क परेको रमाइलो है। म देखाउँछु है, तपाईँलाई हेर्दै गर्नु होला। हामी चाहिँ पुग्यो साथीहरू है, यो त रोडहरू छ। ए साथीहरू सब्जीहरू हामी यो त कस्तो खालको यसरी लाग्छ है साथीहरू, परसित छ। म तपाईँलाई अलिक पिछेको देखाउँछु, कस्तो छ यहाँ चाहिँ। त्यो चाहिँ प्याज किन्दैछ दिदीले। यहाँ चाहिँ साथीहरू हामी सब्जी किन्दैछौँ, भेन्डी, बन्दाकोपी, कति सानो सानो हेर्नु फ्रेस रहेछ सब्जी चाहिँ है साथीहरू। म चाहिँ गरम भएर कस्तो अद्दु भयो क्या, पुरा गरममा चाहिँ एउटा हावा चलेको छैन है। यहाँ चाहिँ हरियो परियो खाली रहेछ। यो के हो अङ्कल, यो के हो? पोइ साग अरे। यहाँ चाहिँ आज फर्कियो पनि पूजाहरू होला है। यो चाहिँ यता साइड हो, अघि हामी चाहिँ यो साइड थियौँ साथीहरू, अब चाहिँ यो साइड आलु चप प्याजहरू रहेछ है। कति 40 नि किन्दैछ त्यसले साथीहरू। हप्तु भयो गरम भएर, तर मजा आइरहेको छ। चाउमिनहरू बेच्दो रहेछ, र हामी चाहिँ गरमले है दिदी हत्तु भयो। अब आइसक्रिम खान आँटेको है, यहीँ सामानहरू यहाँ छ, आधी होला यहाँ छ है। सो हेर्दै गर्नु होला। फेरि हामी चाहिँ फर्केको है, यहाँ पछाडि हो हाट लागेको चाहिँ, अनि हामी चाहिँ फर्किँदैछौँ है। सामानहरू चाहिँ यहाँ छ, आज फर्किरहेको छ होइन। सो गाइस है, आजको भिडियो चाहिँ यस्तै छ है, हेर्दै गर्नु होला है। क्या कर रही हो तुम लोग? क्या है ऊपर? हाँ ए गिर जाएगा। केटाकेटीहरू हेर्नुहोस् न हौ साथीहरू, ला अब कैसे नीचे आओगे? हाँ ऊ पनि कमीको छैन रहेछ नि त
साथीहरू यहाँ हेर्नु न अमु नि टमी 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 आऊ आऊ अम्मु आयो नि बिचारा तिमी त आएछौ त हामीलाई छोडेर जाऊ हिँड्नु चलो बेचारा को 2 लोग ने छोड़ के चला गया धोखा दे दिया कल से मत इन लोग के साथ चलना ऐसा दोस्त लोग कहाँ होता है धोखेबाज दोस्त साथीहरू यस्तै हुन्छ तर है बचपनमा चाहिँ केटाकेटीहरू हामी यस्तै थियौँ होला बस्नु साथीहरू हामी चाहिँ एकछिन बस्यौँ यहाँ है टी गार्डनको बिचमा बाटोको छेउमा होइन किनकि एकदमै बेसी गरम भयो अनि प्लस थाके पनि होइन अन्त एकछिन यहाँ बस्छु भनेर चाहिँ बसेको है हेर्दै गर्नु होला साथीहरू अब हामी चाहिँ हिँडेको है दिदी एकछिन बसेँ हो त्यहीँ हालिदिएको छु एकछिन बसेँ होइन अन्त हामी चाहिँ हिँडेको है सो तपाईँहरूलाई आइपुगिकन देखाउँछु है साथीहरू म चाहिँ दिदीहरूको घर आइपुगेँ है अनि अब चाहिँ म पानी पिउँछु होइन अनि पानी पिउँछु त्यहाँदेखि त जान्छु है रात पनि पर्न आँट्यो यो चाहिँ मैले उताबाट लिएर आएको थिएँ है अब नुनको चियासित खान आँटेको म चाहिँ यहाँ चाहिँ आधी छ है बोजू यहाँ छ दिदी यहाँ छ सो साथीहरू अब म चाहिँ खान आँटेको है हेर्दै गर्नु होला र म चाहिँ दिदीहरूकोबाट भर्खर निस्किँदैछु है सो अब म चाहिँ को भिडियो चाहिँ यति नै हो हेर्दै गर्नु होला